रुमबाट अफिससम्म त हरेक दिनको यात्रा हो, तर आज अफिसबाट नाम्पल्लीको यो कामले मलाई कहाँ पुर्यायो त्यो चाहिँ सँगै हेरौँ है। आजको ब्लग यहीँबाट सुरु गरौँ। नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूले मदन ब्लग 413। आज म केही कामले गर्दा नाम्पल्ली जाँदैछु। जाँदै गर्दा बाटोमा यस्तो राम्रो लोकेसन देखियो कि तपाईँहरूसँग पनि सेयर गर्न मन लाग्यो। साथीहरू, यो लोकेसनमा को आउनु भएको छ कमेन्टमा भन्नु होला। हैदराबादमा रहनुहुने सबैको लागि यो चाहिँ फेमस ठाउँ हो। अनि साथीहरू, म नाम्पल्ली किन जाँदैछु र के कामले जाँदैछु भन्ने सबै कुरा यही ब्लगमा खुलाउने छु, त्यसैले भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला। अनि साथीहरू, अब मेरो यात्रा ट्याङ्कबनदेखि नाम्पल्लीसम्म हुँदैछ। बाटोमा जाँदै गर्दा न्यू बिल्डिङ नाम गरे फेमस बिल्डिङ भनेर चिनिन्छ, तर हैदराबादमा बस्नुहुने सबैले चिन्छन्। त्यसपछि अलि अगाडि जाँदै गर्दा तेलंगाना सचिव कार्यालय पनि देखिन्छ। यो पनि हैदराबादको निकै फेमस ठाउँ हो। म चाहिँ 2-3 चोटि आइसकेको छु। तपाईँहरू पनि आउनु भएको छ भने कमेन्टमा भन्नु होला। फाइनली साथीहरू, अब चाहिँ मेरो गन्तव्य आइपुग्यो। अब तपाईँहरूलाई लाग्ला म यहाँ किन आएको होला भन्दाखेरि म्याडमको एउटा पार्सल लिन आएको छु। म एउटा अफिस बोयको काम गर्छु। अनि साथीहरू, मलाई चाहिँ र्यापिडो वाला अङ्कलले यो मेट्रो स्टेसनको तल नै छोडिदिनु भयो, किन भन्दाखेरि त्यहाँ अगाडि बाटो नै थिएन। अब म यहाँबाट भित्र जाँदैछु। अगाडिको त्यो पार्सल अफिस हो। अब म भित्र गएर एकैछिनमा पार्सल रिसिभ गर्छु। पार्सल रिसिभ गरिसकेपछि चाहिँ त्यो 2वटा ठुल्ठुला बोरा लिएर कसरी लिएर जानेछु। फाइनली साथीहरू, मैले त्यो 2वटा ठुल्ठुला बोरा अटोमा हालिसकेँ। अब म चाहिँ घरतिर जाँदैछु। अनि घरतिर आउँदाखेरि बाटोमा यस्तो राम्रो राम्रो चिज देखिन्छ भन्ने मैले कल्पना पनि गरेको थिएन। सो ब्लगमा कन्टिन्यू बनिरहनु होला। अनि साथीहरू, यो मन्दिर चाहिँ ट्याङ्कबनको मन्दिर हो। अनि एकैचोटि यता हेर्नुहोस् त गाइस, उता देशको झण्डा हावामा उडिरहेको छैन। जस्तो जे भए पनि हाम्रो देश नेपाल भए पनि अहिले हाम्रो जन्मभूमि नेपाल हो, कर्मभूमि चाहिँ हाम्रो इन्डिया हुन्छ। त्यही भएर मलाई चाहिँ इन्डियाको धेरै माया लाग्छ होइन, धेरै इज्जत गर्न मन लाग्छ। अनि साथीहरू, आजको ब्लग चाहिँ यति नै। मिल्नेछु फेरि अर्को मिनी ब्लगमा।